साथीहरू आज हामीले फेरि मुखबाङ भिडियो लिएर आएको छौँ अनि आज चाहिँ हामीले होल चिकन छ होल चिकन अनि यहाँ छ सलाद अनि यहाँ छ हाम्रो पापड अनि यहाँ छ हाम्रो यही चिकनको ग्रेभी हो यो चाहिँ हामीले फालिराखेको अनि यहाँ छ हाम्रो भात अनि के भन्छ हामी चाहिँ थोरै ल्याउँछौँ किनभने हामी धेरै खान सक्दैनौँ अनि यहाँ छ हाम्रो पाटा सबैलाई थाहा होला यो त अनि यहाँ छ हाम्रो आलु भाजी यो चाहिँ हाम्रो राजवंशीबाट आलु भाजी अनि अब चाहिँ हामी खाने होइन हेरेर बस्ने ल अब खाम ग्रेभी उठाएर दिन्छु म चाहिँ यता पनि सबैजनाले हेरिदिनु होला तातै छ भर्खरै पकाएको यो चाहिँ सबै मैले पकाएको हो अब खाएर भन तिमीहरू कस्तो भयो स्टार्ट ल हामी खान्छौँ खाएर भन कस्तो भयो मेरो छ एकदम मिठो छ ऊ चाहिँ हाम्रो घरको कान्छी छोरी हो तर उसले चाहिँ सबैभन्दा मिठो पकाउनेमा चाहिँ एकदम नम्बर 1 भने चाहिँ मिठो मैले पकाएर सबै बनाउँछ मिठो नहुने कुरै खान हामी चाहिँ पापड त उसै छ मिठो खाँदा नै खाना आउँछ चुडाम नानी थम्ने पकेट ले तु यिनीहरूले लेख्नुहोस् चाहिँ मेरो हामी चाहिँ राजवंशी भनेको ल यता मात्रै लेख्नुहोस् Hasla. Buona brigada. अब म चाहिँ पखेडा लिँदा हो बाबु ल थम्ने बाबु ल्याप्छु चाहिँ एकदम दामी पाएछ मजाले 3-4 सिटीमा अनि तपाईहरु पनि घरमा ट्राई गर्नुहुन्छ भने यसको रेसिपी सर्ट भिडियोमा छ एकचोटी चेक गर्नु होला हामी होला Ada ni udah.
भाइको फेभरेट ला चिकन डायमन्ड उसको चाहिँ फेभरेट हो फेभरेट भएन जस खान्छ मनपर्छ गोरु जस्तो यो चाहिँ लजालु ऊ चाहिँ हाम्रो भाइ हो टोकले चिन्नुहुन्न भने चिन्नु होला अनि एउटा कुरा ऊ र उसको र मेरो परिचय दिन बाँकी तपाईँहरूले भन्नु न ऊ र म को ठुली हो को कान्छ त्यो होइन गाई हामी दुईजनाको इन्ट्रोडक्सन दिएको थिएन नि त जान्छ नि त्यही भएर भनेको म के नाम भयो मेरो नाम अस्मिता राजवंशी म चाहिँ उसको तपाईँ के होला के हो के थाहा मेरो नाम चाहिँ गङ्गा राजवंशी भन्नु पर्दैन होला सेजल आइडी त सेजल छ तर मेरो सेजल होइन मेरो रियल नाम गङ्गा हो अनि तिम्रो नाम के हो भाइ राम्रो भयो उसलाई त एकदम आफै भन्छ ल उसको नाम के हो भनिदेऊ त भाइ ओ भाइ नाम तिम्रो नाम के हो भनिदेऊ न कुन यो चाहिँ मेरो फेभरेट हो फिल्ला पनि हो तर यिनीहरू दुईजनाले खाइदियो मेरो त फिल्ला मात्र हो म फिल्ला र पहिला मैले त्यही भएर फिल्ला खाइसक्नु सक्यो होइन यो छातीको भाग चाहिँ मन पराउनुपर्छ कुकुर खाने वाह खतरा पाएछ त हौ खतरा रहेछ मासु खाऊ न नि मजाले खाऊ है भाइले पुग्दैन मलाई त ठुलो चाहिन्छ अझै ठुलो हुनुपर्छ भन्दैछ अब बनाएको छ क्या हामीले खानु सक्छ भनेर सोचेर चाहिँ राखेको खासमा फेरि यिनीहरू बसिरहेको छ नाटक गरिरहेछ भनेर चाहिँ नसोच्नु होला हामी चाहिँ खानु सक्छु भनेर सोचिरहेको थियौँ तर नसकिँदो रहेछ
2.5 केजीको हो नसकिँदो रहेछ हेर्दा चाहिँ अब अरूले खाएको देखेर चाहिँ अब आधा केजी भन्दा अलिक बढी खाएँ मलाई बढी नै खाएँ आधा केजी नै होइन अब अरूले खाएको देख्दाखेरि चाहिँ खान सकिन्छ जस्तो लाग्यो नि त अनि त्यही भएर अब खान सकिन्छ कि भनेर सोच्यौँ तर नसकिँदो रहेछ तर अब चाहिँ हामी त्यस्तो ठुलो मुखबाग भन्दै भिडियो चाहिँ ल्याउँदैनौँ किनभने खानै सकिँदैन त्यही भएर च्यालेन्जिङ भिडियोहरू चाहिँ लिएर आउँछौँ अब नेक्स्ट भिडियोमा है त्यस्तो गर्ने ऊ भाइ तर यस्तोमा सघाउनु पर्दैन मलाई Very good one. Let me show you that. कुरकुरे हड्डी ए बीज भाँच्नु त्यही मैले ट्राई गरेको थिएँ निस्केन ठुलो रहेछ ठ्याक्क कुरकुरे हड्डी जब Nice idea. यहाँ पर्दा ए यहाँको निकाले नचलाउनेहरूलाई थाहा हुँदैन तर चलाउनेहरूलाई थाहा हुन्छ कस्तो मिठो हुन्छ भनेर के भयो के खाना ओ भाइ यो आज सबै सघाउनु पर्छ यो चाहिँ खाने रहरले गरेको तैँले सघाउनुपर्छ कस्तो ढाँटिरहेको हो तपाईँले हेर्न सक्नुहुन्छ विश्वास मेरो कुरा विश्वास लागेन भने प्रुफ भिडियो नै हामीले पहिला नै भाइ मैले बनाएर खाएको थिएँ उसलाई खानु मन लागेर अनि मलाई पनि बनाएर खुवा भनेर अनि मैले बनाएको अब खा म त्यस्तो नि मन चाहिँ थिएन मलाई त होइन उसले थियो कसलाई बाबुलाई मैले खाऊँ भनेर चाहिँ ट्राई गरौँ न घरमै यस्तो मिठो बनाउने मान्छे भइ किन रेस्टुरेन्ट ठुल्ठुलो रेस्टुरेन्ट क्याफेमा गएर खाने होइन त यो चाहिँ मैले भएको चाहिँ उसलाई खानु मन लागिरहेछ अरे अलिकति खाएर दिन्छु ल यस्तो छ फेरि भाइ जुठो नखाने मान्छे के खाँदैन जुठो भनेको अरू चिजमा पो चल्दैन त मासुमा त नचल्ने कुरै छैन यो प्रुफ किनभने हो यो चाहिँ हो कि होइन सानोमा त्यही जुठो खाएर हो कि अगाडि रहेछ भनेर खानै नसक्ने रहेछ अस्ति मैले जबरजस्ती खाइरहेको किन भएको चिकन यस्तो ठुलो किन फेरि जति मिठो भयो नि खान सकिँदैन त्यही भयो ल अब खान सकिँदैन बाई बाई गाइज अब चाहिँ धेरै खान सकिँदैन आजको लागि चाहिँ यति नै हो अब नेक्स्ट टाइम चाहिँ हामी मुखबाङ च्यालेन्जिङ भिडियोहरू चाहिँ लिएर आउँछौँ किनभने त्यो भिडियो त्यस्तो भिडियो रमाइलो नि हामी चाहिँ धेरै खान सक्दैनौँ त्यही भएर चाहिँ हामीलाई चाहिँ च्यालेन्ज ठिक हुन्छ यस्तो चाहिँ अब हामीले सक्दैनौँ त्यही भएर अब नेक्स्ट भिडियोमा चाहिँ हामी च्यालेन्जिङ भिडियो लिएर आउनेछौँ आजलाई यति नै हेरिदिनु होला बाई बाई